सो हे गाइस वेलकम ब्याक टु माई न्यू ब्लग। आजको ब्लगमा स्वागत छ हजुरहरूलाई। अनि ब्लगमा चाहिँ राम्रै माया देखाइदिनु भएको छ, मस्त पहिलाको भन्दा एकदम बढी भ्युज आइरहेको छ होइन। अनि के गर्नु, ब्लग चाहिँ कन्टिन्यू त आएको छैन होला, हजुरहरूले कन्टिन्यू हेर्न चाहनुहुन्छ होला होइन। सकेसम्म मैले चाहिँ आफ्नो कोसिस कन्टिन्यू गर्नेछु, लिएर आउने ब्लग रेगुलर 3 दिनै होइन। अनि मैले चाहिँ अहिले चाहिँ तल आएको थिएँ, स्कुटी हल्का फोहोर भएको थियो, यसलाई मस्त धुनु पऱ्यो। अनि अस्ति ल्याएको स्टिकरहरू यहाँ हालिदिएको छु अलिअलि। अनि यसलाई पुरै मोडिफाई भन्नाले अगाडिको स्क्रेचहरू पुरै हटाउनु छ। भोलि पर्सि यसलाई मिलाउँदै गरौँ ल। अब चाहिँ मस्त धुनु पऱ्यो। अनि अविनाश शाह सोल्डा म धुन्छु ल अब। मस्त सक्यो, मस्त देखिया छ, धोइसकेपछि होइन। टल्के अलिअलि भयो नि, अब धोइ अब चाहिँ घरतिर त जाने होला नि। अविनाश अविनाश ए सरी यता होइन, यता रहेछ। फोटोसोटो खिच्ने हो नखिच्ने, अब हात खुट्टा धोएर घरतिर त जाने होला नि। यहाँ चाहिँ मस्त अनलिमिटेड पानी आइरहेको छ बेला न बेला। अनि यहाँको पानी चाहिँ तातो हुन्छ होइन, नुहाउन आउनु होला भुजातको वरिपरि भएको व्यक्तिहरू होइन। अविनाश घर आयो होइन। अनि स्कुटी चाहिँ यहाँ राखियो। अब चाहिँ हामी अविनाशको घरतिर जान्छौँ। अविनाश बच्चो फेरि डन्डी खेल्छ कि कति जग्गा ल्याउँछस् ल भागे त जान्ने छस् के ल हिँड। यो फटामा त्यो सर्ट हालिस् कि नि, सर्ट भिडियो डस्टबिनवाला हाल्छु। यसले चाहिँ मलाई हिजो कि अस्ति मलाई एकदम बवाल गराइदियो कि। कहाँ नि बाँदरे आयो, बाँदरेको यता साथी छ है। चुप्पा खाइदेऊ त, जाऊ चुप्पा खाइदेऊ, कन्टेन्ट हुन्छ क्या। चुप्पा खाइदेऊ कि। यस्तो छ हालत, एउटा यता पल्टेखा त्यो पनि मोबाइल घोप्टेखा भित्र लिएर। अर्को चाहिँ यहाँ एसी दिने मान्छेको हालत क्या राम्रो देखिन्छ स्याहार त यताडा हेर्दा नि राम्रो, यताडा नि हेर्दा राम्रो हो क्या। म चाहिँ घर गइरहेको थिएँ नि, यो डाम्नो यहाँ रहेछ। एक्जाम हाम्रो स्कुलबाट आजबाट थियो नगएको तिमीहरूको। सिधै आइतबार जाने भनेर बसेको म त। अहिले गए पनि होमवर्क चाहिँ गर्छ नि त, त्यही भएर हो नि त। अनि होमवर्क केही गरेको छैन मैले, केही पनि। मैले शिक्षाको सुरु गरेको थिएँ, अनि 10-15वटा क्वेसन गरेपछि गर्नै झेउ लाग्यो। कहाँ त्यहाँ पढाइने ठाउँमा कोही हुन्न, त्यो सानो घर के गर्नु। अहिले भनेको नि सही हो, जान त मन थियो तर हिँड्न जागर लागेन क्या मलाई। पुरी गयो कि छ अझै, बुटोल जाने भन्नुभएको थियो। हामी गएपछि स्कुल नि विकसित भयो, हामी हुँदा आइसक्यो विकसित नहुने। हामी बनाउँथ्यौँ होइन, हामी बाबा विकसित बाबा खेल्न पाउँथेँ, हामीले अरूलाई खेल्नै दिन्थेन होला नि, त्यही भएर होला। अहिले चाहिँ हामी गएको भएर खेल्नै आयो, त्यही पनि हामी स्कुलमा नभए नि खेल्न चाहिँ आइरहेको थियौँ बेला बेला। तेरो
धन्न पोस्ट त रहेछ अहिले नुनबहादुरहरूलाई मज भइरहला यहाँको बासी उत्सव कहिले रे कुन महिनाको मलाई के थाहा होइन 7 गते भए त कार्यक्रम हुन्थ्यो छुट्टी छ भो 7 गते छ 20 गतेबाट स्कुल थियो होइन यो महिनामा होइन हाम्रो चाहिँ 16 गते हैछ के अरे बासी उत्सव यही लास्ट बासी उत्सवको दिन मात्रै जान्छु अरू दिन त जान्न म मस्त यस्तो अस्ति नै खेलेको आज नि खेल्दिनँ गोलो गोलोमा यस्तो बवाल भएको छ कि स्कुल अहिले प्लेग्राउन्ड होला नि त अस्ति म र अभिषेक खेल्दा 8-9 मिनट खेलेर मेरो टाउको रिगाएर अहिले रिगाउन थाल्यो बुझाएको स्कुलले लाएर बस्दै मैले नि त्यही गर्नुपर्ने भयो माथि पोइन्ट कता गयो थाहा भएन त्यो भित्रको र सर्छ के मिम्स बनाइदिउँला नि तेरो फेरि बाबु मिम्स बुझिस् कहाँ जाँदैछौँ साथी कहाँ जाँदैछौँ भन न साइको होइन यता तलतिर धरेपछि कहाँ जान्छ नि भन् त लास्टमा लास्ट जलान त जान्छ नि अनि थाहा रहेछ त स्कुल कोही खेले छैन देश यहाँ चाहिँ कसलाई पुर्नलाई खोने खाल्टो है ए पाइपलाई होइन मैले त अविनाशलाई पुर्छन् होला नि भनेर खुसी भइरहेको थिएँ किन रिजन घर बसिरहेको अनि जो लायो अनि यता बल खेल्ने भनेर आएको अर्पे मात्रै खेलिरहेको अर्पे रिसब यहाँ चाहिँ अनि अरू कोही छैन बल खेलौँ भने पनि अनि अर्को यहाँ ट्राई गरिरहेको बनाउने भ्लग यसले नि यसको च्यानल छ म कुनै बेला भनिदिनेछु होइन यसले नि ट्राई गरेर तर भन्न सके छैन बनाउन सके छैन होइन हो कि नै कहाँ जाने के गर्नु नै नराम्रो भएपछि काम नभएपछि यत्तिकै डुल्ला दिन भ्याइदो रहेछ कि यिनीहरू चाहिँ मस्त बल खेलिरहेको छन् होइन ए खतरा हो नि त होइन तैँले हिजोको हेरिस् ए हिजोको हेरे पो थाहा पाउँछस् कति काण्ड छ त्यो भिडियोमा यस्ता गोल रोक्न सक्दैन किपर बस्छ अझ गेम राख्छ अझ 500 रुपियाँ दर्ता अरे यस्ताले गेम राखेर कहिले हुन्थ्यो भाइले चाहिँ दाइलाई छल्काएर खेल्दियो होला छल्काइदियो त है ल गोल के ल के आफै गोल हाने खान अर्को त हेरेको हेरे हामी त हेरेको हेरे भनिरह होला केक खाने स्टाइल गाइज केक खाने स्टाइल के हो ए मेरो औँठी मलाई खै केक मम्मीले राख्नु भयो मलाई दिनुहुन्छ बित्तिकै भाइले चाहिँ मस्त केक खाएर बुटल पुगेर आउनुभयो के ल्याउनु भयो भाइले त के ल्याएको भनिराख त रोटी अनि तरकारी के को बवाल लेख्यो नि त धोइसकेपछि
ल गाइस आजको भ्लगलाई त्यही पुलिस स्टप लगाम होइन कस्तो लाग्यो होला राम्रो लाग्यो मलाई यसले चाहिँ मलाई भ्लगलाई पुलिस स्टप गर्नै दिएन कि जिस्काएर कहिले बियरको बोतल ल्याइदिन्छ कहिले के ल्याइदिन्छ भगे नगएको म पुलिस स्टप लगाउँछु सो आजको भ्लग राम्रो लाग्यो भने लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला नराम्रो लाग्यो भने के राम्रो लागेन कमेन्ट गर्नु होला त्यो कमेन्टलाई मैले अवश्य हेरेर त्यो सुधार्ने छु आफ्नो